फाइनली साथीहरू तेह्रथुम जिल्लामा पर्ने तिनजुरेको भिडियो चाहिँ आइसकेको छ। यो ठाउँ चाहिँ गुराँसको राजधानी भनेर पनि चिनिन्छ हैन। तर हामी जाँदाखेरि चाहिँ एउटा पनि गुराँस फुलेको थिएन, कोपिला मात्रै बसेको थियो। अनि यो जुन मैले यहाँ देखाइरहेको छु यो चाहिँ हामी माथि पाथिभरा मन्दिर जाँदैछौँ। डाँडामा चाहिँ पाथिभरा मन्दिर छ। अनि यो सिडी चढेर जानुपर्ने हुन्छ साथीहरू। यहाँ आएपछि दुईटा रोड छ, एउटा माथि जाने रोड, एउटा तल जाने रोड। हामी चाहिँ माथि जाने रोडतिर जान्छौँ किनभने तिनजुरे माथि हाइटमा छ नि त। अनि बसन्तपुर बजार आउँछ। यता यो माथिल्लो बाटो गयो भने चाहिँ बसन्तपुर बजार आउँछ। अनि यो मुनिको रोडबाट गयो भने चाहिँ तेह्रथुम बजार आउने रहेछ हैन। हामी चाहिँ माथिल्लो बाटो लाग्यौँ। अब हामी बसन्तपुर बजार पुग्छौँ है साथीहरू। ल ठ्याक्कै बसन्तपुर बजार पनि आयो। बसन्तपुर बजार चाहिँ यस्तो रहेछ है। पहिलोचोटि जाँदैछु म पनि, एकदम रमाइलो लागिरहेछ, एकदम रमाइलो भइरहेछ। अनि घरहरू बजारहरू हेर्दै हिँड्नुलाई साथीहरू तपाईहरु पनि आउनुहोस् है। अनि यहाँनिर पर देखिरहेछ गुराँसको स्ट्याचु। अनि यो चाहिँ गुराँसले नै एकदम प्रख्यात हो नि त, गुराँसले नै चिनिन्छ नि त यो ठाउँलाई चाहिँ। गुराँसको स्ट्याचु पनि बनाउनु भएको रहेछ यहाँनिर, एकदम राम्रो लाग्यो मलाई। बजार पनि ठुलो नै रहेछ। म चाहिँ सोचेको थिएँ सानो बसन्तपुर बजार होला भनेर, निकै टाइम लाग्यो हामीलाई यो बजार पार गर्नुको लागि। अनि अब हामी कन्फ्युज भयौँ क्या, यहाँ पर गएर चाहिँ अब तिनजुरे कतापट्टि चाहिँ जाने होला भनेर। अब बाटोहरू दुईवटा छ नि त, यस्तो। अनि कता जाने कन्फ्युज भएर चाहिँ हामीले यहाँ आएपछि चाहिँ तीनजना बहिनीहरू घाम तापेर बसिरहनु भएको थियो। अनि उहाँलाई चाहिँ हामीले सोध्यौँ तिनजुरे कताबाट जान्छ भनेर हैन। अनि यहाँ लेखेको पनि थियो होला सायद, हामीले अब त्यो चाहिँ पढिनौँ। अनि सोधेर फेरि अनि उहाँहरूले यतै हो भन्नुभयो। अनि हामी यताबाट सरर जाँदैछौँ है। अब के भन्नु अरू त, अब यस्तै रहेछ। तपाईहरुलाई पनि मन पर्यो होला है। अनि साथीहरू हामी चाहिँ यहाँनिर तिनजुरेमा आइसकेको छौँ हैन। तिनजुरेमा बल्ल आइपुग्यौँ। अनि बाटो पनि यस्तो रहेछ, बल्ल आइपुग्यो भन्दा पनि हामी मेन तिनजुरेको त्यो डाँडामा चाहिँ पुगेकै छैनौँ, त्यो पनि थाहा छैन कता हो। अनि बाटो पनि यस्तो रहेछ, पेटै दुख्यो हैन हिँड्दा थर्केर ढुङ्गामा। अनि मेरो चाहिँ छोरा पनि सुतेर एकदमै अप्ठ्यारो भइरहेछ, मलाई चाहिँ बोक्नु पनि। अनि अनि पुरै खै तलो लागेर है भिडियोहरू पनि राम्रै नदेखिने रहेछ। यस्तो रहेछ हैन, तपाईहरुलाई देखाउँछु ल। कस्तो डरलाग्दो भिड हो यहाँ त, बाफ्रे। यहाँ चाहिँ एकदमै डरलाग्दो भिड रहेछ हैन। यस्तो भिडहरू। गुराँस पनि एउटा फुलेको रहेन रहेछ साथीहरू। हामी चाहिँ गुराँस फुलेर रातै ढकमक्क भएको होला भनेर आएको। खासमा चाहिँ गुराँस चाहिँ भर्खर कोपिला बस्दै रहेछ। अब यो 1-1.5 महिनामा चाहिँ लगभग मजाले फुल्छ होला। त्यतिखेर आउँदा चाहिँ रमाइलो हुन्छ जस्तो छ। अनि यता पनि यस्तो भिड हैन, यस्तो। अब यता जाने हो हामी चाहिँ हैन। मेरो ब्याग चाहिँ मैले यहाँ फालिरहेको छु। हामी यताबाट जान्छौँ भनेको, बाटो सोध्नुलाई जानु भइरहेछ। कता जानुभयो, गाह्रो छ हो गाह्रो। एउटा केटा फेरि निदाएर नि यस्तो हैरान भएको छ भने नि मलाई। बाटो चाहिँ यस्तो रहेछ कि साथीहरू, त्यही भएर यस्तो गाह्रो भयो नि। अब यस्तो बाटोमा नानीसँग है कति गाह्रो हुन्छ। अनि मान्छे कता गायब भयो। म चाहिँ हिँड्दै जाँदैछु।
ऊ चाहिँ कतापट्टि रहेछ भनेर बाटो सोध्नुलाई जानुभएको रहेछ। मेरो नानीको बाउ चाहिँ, मेरो बुढो चाहिँ होइन। अनि म चाहिँ हैरान भइसकेँ, अप्ठ्यारो भइसक्यो यहाँ जोड्दा नानी। आज बाटो नचिनेर यस्तो दुःख पाइयो साथीहरू। माथि पुगेर तल पुगेर ओह्रालो झरेर के भयौँ। खासमा चाहिँ हामी यहाँबाट यस्तो उकालो निस्किनु पर्ने रहेछ। यहाँ माथि पाथिभरा मन्दिर छ, पाथिभरा प्रवेशद्वार लेख्नु भएको रहेछ। अब यो उकालो कति छ फेरि, कति हिँड्नुपर्ने हो थाहा छैन। बाटो नचिनेको हुनाले अझ लास्टै दुःख पाइयो। सुटिङ गरेको चाहिँ यहाँ तल पो रहेछ है। कसले सुटिङ गरेको? सुटिङ त्यहाँ पो सुटिङ जताततै गर्छ नि अब। कसम हुन उकालो हिँड्नु भनेपछि मलाई फेरि ज्वरो आउँछ। हामी पाथिभरा मन्दिर जाने उकालो लाग्दैछौँ है साथीहरू। यो पनि 15 मिनटको छ कि क्या हो। कति बेला घर फर्किनु? माथि गएर खानुहुन्थ्यो नि। राम्रो थियो तल पहिले, अघि तलबाट चाहिँ राम्रो थिएन। म बोक्छ त्यस्तै भयो क्या मलाई त साँच्ची हिँड्नु सकिनँ त। कहिले यस्तो हुँदै चढ्ने बानी छैन नि त। त्यत्रो छैन होला है। ए यस्तो आएको है। यो त खुन झरेको जस्तो छ त हौ। बाटोमा के को खुन हो? अब खसीको मासु खाएर आएको छ, पूजा गर्नुपर्ने।
भन सिडी चढेको 15-20 मिनटको बादमा चाहिँ बल्ल बल्ल हामी यहाँ माथि डाँडामा आइपुग्यौँ। डाँडामा चाहिँ मन्दिर पनि पाथिभरा मन्दिर पनि छ साथीहरू। अब हामी डाँडाको दृश्यहरू तपाईँहरूलाई देखाउँछौँ कस्तो छ हेर्नुहोस् है। राधा कृष्ण ओए उता जाउँ न अलिक पर है। ल ल हिँड न हिँड हिँड न ल 20% भइसक्यो। अलिकति त उसको भिडियो बनाउन भनेको राम्रै आउँछ र ल्याउनु घर फर्केको साथीहरू। अब हामी चाहिँ ढिलो भइसक्यो। यस्तो छ है हाम्रो नजारा चाहिँ यस्तो देख्नु सक्नुहुन्छ तपाईँहरू। बाटो यस्तो छ तिनजुरेको पाथिभरा मन्दिरबाट फर्किने बाटो चाहिँ यस्तो छ साथीहरू। अनि सिडी चढ्नुपर्छ होइन। अनि झर्दाखेरि झर्नुपर्छ ओह्रालो। अनि यस्तै छ टुङ टुङ टुङ। साथीहरू यो चाहिँ बसन्तपुरको चुम्लुङ पार्क है। यहाँनिर हामी आइसकेको छौँ। माथिको तिनजुरे डाँडालाई बाई बाई गरेर बसन्तपुरमा झरिसकेको छौँ। आज चाहिँ रात परि नै सकेको छ होइन। अँध्यारो अँध्यारो पनि भइसकेको छ। आज चाहिँ हाम्रो बसाइ धनकुटातिर नै होला जस्तो छ। माथि चाहिँ तिनजुरेमा चाहिँ गुराँसहरू भर्खर कोपिला बसेको थियो। यहाँनिर चाहिँ गुराँस रातै फुलिसकेको छ जस्तो छ साथीहरू। तपाईँहरू देख्न सक्नुहुन्छ। मान्छे पनि कति धेरै फोटो खिच्ने भिडियो बनाउने कति भिड रहेछ यहाँनिर चाहिँ। अब हामी पनि एकछिन यहाँ बसेर धनकुटातिर लाग्नुपर्ने हुन्छ साथीहरू। हेर्नुहोस् त गुराँस फुलेको कस्तो राम्रो है। तर यो मेरो मोबाइलको चाहिँ ब्याट्री सकिएर अर्को मोबाइलबाट भिडियो बनाएको, त्यही भएर क्वालिटी चाहिँ एकदमै लो आएको छ। अब यस्तै छ है। यत्रो टाढा आइसकेपछि भिडियो नबनाए पनि फर्किने कुरा भएन। यस्तै मोबाइलबाट भए पनि बनाउनै पर्यो। त्यही भएर मैले चाहिँ यस्तै भए पनि भिडियो पोस्ट गरेको छु। कति भिड क्या यहाँ चाहिँ। तर हामीले फोटोहरू खिचिनौँ है। मान्छे धेरै थियो नि त छाड मछाड गरिरहनु भएको थियो। अनि हामी चाहिँ यसो वरिपरि भिडियो बनाएर
तल पार्कतिरै जाऊँ भनेर चाहिँ सल्लाह गर्दैछौँ। यस्तै छ साथीहरू। ल साथीहरू, अब हामी पार्कतिर चुम्लुङ पार्कतिर लाग्छौँ। मलाई तल घर छ, घर बनाएकोतिर लाग्छौँ मलाई साथीहरू। अब हामी चल्दैको ओह्रालो कस्तो दामी रहेछ है। यहाँ पनि यस्तो सिँढीहरू बनाउनु भएको रहेछ। अनि सिँढीबाट ओह्रालो झर्ने। अनि के भन्छ यसलाई, यो ढुङ्गा गाडेको छ बिचबिचमा। कस्तो के हो यो मैले कुरा बुझिनँ यो चाहिँ। अनि यताबाट गएपछि चाहिँ पर चाहिँ कस्तो राम्रो घरहरू क्या, तिनवटा कि चारवटा घर छ त्यहाँ। ओएमजी भइरहेछ। तिनजुरेमा गुराँस फुलेको हेर्नु नपाए पनि यहाँ तल बसन्तपुरमा आएर चाहिँ हामीले गुराँस फुलेको देख्न पायौँ। यसैमा हामी चाहिँ एकदमै खुसी थियौँ, खुसी भयौँ होइन। अनि यहाँ पर चाहिँ कस्तो मन पर्यो क्या मलाई ठाउँ, बसेको ठाउँ। अनि घोडाहरू पनि कुदिरहेको देखिरहेको छु मैले। अनि यहाँ चाहिँ गुराँसहरू पनि फुलेको होइन। अनि यहाँको चाहिँ मान्छेहरूले पानी लगाइराख्नुहुन्छ अरे, पानी नपर्ने सिजनमा पनि। अनि त्यही भएर पनि छिट्टो फुल्दो रहेछ जस्तो लाग्यो मलाई चाहिँ। अनि माथि चाहिँ अलिक चिसो ठाउँ, लेक पनि हो नि त, त्यही भएर पनि ढिलो फुलेको होला। अनि यो चाहिँ अलिक तल हो। अनि कस्तो राम्रो लाग्यो मलाई चाहिँ यहाँनिर। भिडियोमा त कति देखेको, तर आउने मौका चाहिँ पाएको थिएन। अब आइयो, अब सायद यति नै पनि होला, यहाँभन्दा अब उता आइँदैन पनि होला है, टाढो पर्छ नि त। अनि एउटै ठाउँमा फेरि कति जानु है, जानु पनि मन लाग्दैन आफूलाई पनि। फेरि अरू नयाँ नयाँ ठाउँ जानु मनपर्छ, अरू ठाउँ नै घुम्ने हो। अब यहाँ चाहिँ यति नै होला। तिनजुरे पनि म चाहिँ अब चाहिँ जाँदिनँ भनेर भनेको छु, किनभने मलाई पुग्यो। अनि ल साथीहरू, अब यहाँनिर चाहिँ कल्चर ड्रेसहरू पनि पाउँछ अरे। अनि हामी चाहिँ लिम्बू ड्रेस लगाएर भिडियो बनाऊँ, फोटो खिचौँ भनेको थियो। मोबाइल पनि मेरो चाहिँ अफ भइहाल्यो। अब यस्तै मोबाइलबाट भयो भने बनाऊँ भनेर भनेको। हामी कल्चर ड्रेस लगाउँछौँ अनि फोटो भिडियो खिच्छौँ भनेको। तर फोटो भिडियो चाहिँ युट्युबमा हाल्ने टाइपको चाहिँ हामीले खिचेन रहेछौँ, भिडियो चाहिँ ड्रेस लगाएर चाहिँ। अनि त्यही भएर चाहिँ यस्तो बाहिर सिनहरू मात्रै देखाएँ। अब भिडियो कल्चर ड्रेस लगाएको चाहिँ मैले लगाउनु पाइनँ, त्यसको लागि सरी। अनि यस्तै छ है साथीहरू, पैसा तिरेर कल्चर ड्रेस लगाउनु पाइँदो रहेछ। एउटा ड्रेसको 300 अरे। हामीले चाहिँ दुईजनाले लगाएको भएर 600 तिरेर लगायौँ। आऊ आऊ के नि गर्दैन। घोडा हो कान्छ, हर्स हो हो, के पनि गर्दैन। टाउको दुख्याउँछ धेरै हिँडेर।
आऊ यता पापा हो तल छ जाउँ आऊ उयो दाइ त्यो कल्चर ड्रेसहरू लगाएर खिच्ने ठाउँ चाहिँ छैन छ त्यहाँ ए जाउँ जाउँ त आउनु त उयो बहिनीहरूले त त्यो नेवार ड्रेस नै लगाएको हो कि पर्स लिम्बूको हराउँदै नलन्छ होला त्यहाँ राख्नु सिसी क्यामेरा रहेछ नि त तपाईँ नलाउनु दौरा सुरुवाल छ होला त छ नि लगाऊँ त कति हो 300 रुपियाँ एक सिटको फोटो खिच्ने पनि हुनुहुन्छ हो ए हाम्रो मोबाइल चाहिँ स्विच अफ भइहालेर नि उनीहरू त होइन उनीहरूकै होला आफ्नै जस्तो लाग्छ हाम्रो के अरे उनै सकेर चार्जै सकेर नि बोक्नु न हौ यसलाई छ्या यहीँ बाहिरै लगाऊँ हुँदैन अनि नानी वाक्क लाउँछ अनि त्यो उज्यालोले देख्दो रहेछ मेरो मोबाइल निजे पनि हेर्नुपर्छ है ल साथीहरू हाम्रो तिनजुरे बसन्तपुरको भिडियो पनि सक्यो मैले चाहिँ यहाँनिर लिम्बू ड्रेस लगाउँदैछु फोटो खिच्नको लागि सबैजनाले भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद